हेलो नमस्ते सबैजनालाई। यो सबै सन्चै हुनुहुन्छ होला, म पनि आरामै छु। नेक्स्ट डे नेक्स्ट भिडियो। अनि योभन्दा अगाडिको हाम्रो एयरफोर्सको म्युजियम गएको भिडियो हेर्नु भएको छैन भने चाहिँ एकचोटि गएर त्यो भिडियो हेर्नु होला पहिला। अनि आज चाहिँ म क्राइस्टचर्चको म्युजियम नजिकै छु। अनि यसो बाहिर हेर्नु न, यस्तो राम्रो राम्रो सिनहरू छ। पेंगुइनको चित्र बनाइरहेको छ, बिल्डिङ यस्तो छ, टक्क कस्तो मजाको चित्र बनाएको छ त्यहाँ। अनि हाम्रो यो क्राइस्टचर्चको चाहिँ सबैभन्दा पुरानो बिल्डिङ, यस्तो राम्रो छ यो बिल्डिङ होइन, कस्तो राम्रोसँग डेकोरेसन गरिरहेको छ। धेरै पुरानो जस्तो लागेको छ मलाई यो बिल्डिङ चाहिँ। हेर्नु न, डिजाइनदेखि लिएर यो ढुङ्गाहरू मार्बलहरू कति ठुलो ठुलो लगाइरहेको छ क्या। ल हेर्नु कस्तो बवाल छ यहाँ। अब म म्युजियम नजिकै छु, बाटो खोज्नुपर्छ पहिला। म बसबाट चढेँ, 2टा बस चढेर झरेर अनि यो ठाउँमा आएँ। अब यहाँबाट बल्ल भिडियो सुरु गर्छु। किन भन्दाखेरि चाहिँ म्युजियम ठुलो छ अनि मलाई चाहिँ भिडियो लामो पनि बनाउनु मन छैन। टक्क मिठो टक्कको नुनिलो अमिलो गुलियो सबै आएको टक्कको भिडियो बनाउनु मन लागिरहेको थियो। क्लबहरू रहेछ, यहाँ चाहिँ खानेकुराहरू, सानो सानो क्याफे रेस्टुरेन्टहरू, यो साइडमा क्याफे रेस्टुरेन्टहरू छ। अनि यो चाहिँ हाम्रो ट्रेन हिँड्ने पाथ हो। कतै नगइकन भिडियोलाई स्किप नगरिकन पुरा हेर्नु होला। के कस्तो लाग्छ कमेन्ट गर्दै गर्नु होला। यो बिल्डिङलाई चाहिँ सम्हालै राखिरहेको रहेछ। हेर्नु न, टक्क भत्किन लाग्यो बाङ्गिन लाग्यो भने यस्तरी सम्हालेको चाहिँ। Thunder calling down my name. Why don't you hear me wonder? म चाहिँ यसो बाहिर बाहिर घुम्दै थिएँ होइन, त्यो कस्तो राम्रो राम्रो सपहरू रहेछ कि बाहिर, कस्तो राम्रो राम्रो कुराहरू राखिरहेको छ। म यहाँ घुम्ने भने चाहिँ भित्र म्युजियमभित्र धेरै घुम्न पाउँदिनँ कि फेरि, तर राम्रो राम्रो कुराहरू रहेछ। एक्सप्लोर गर्न त खासै सकिनँ, तर पनि सर्टकटमा यस्तो देखाउँछु ल म। ल हेर्नु हुन्छ क्यापहरू छ यहाँ चाहिँ, कति राम्रो राम्रो कुराहरू छ। यहाँ चाहिँ लकेटहरू छ, यहाँ पनि लकेटहरू छ। अनि म जाने रुट चाहिँ यहाँबाट त पारिपट्टि गएर अनि त्यो पलतिरको बाटो हो क्या खासमा जाने चाहिँ। यतापट्टि म्युजिकहरू बजेर यहाँ स्टलहरू रहेछ। अनि के कस्तो रहेछ सामान भनेर यसो भिजिट गर्न आएको थिएँ म। $20 यस्तो यस्तो हो यहाँ चाहिँ। ल यो पनि $20 रहेछ। ओके, टाइम भयो भने चाहिँ मलाई चाहिँ यो मार्केटहरू अलिअलि डुल्छु। अनि यहाँ पछाडिपट्टि चाहिँ एउटा पार्क छ हाम्रो, भन्ने चाहिँ बोटानिक गार्डन हो कि के गार्डन भन्ने छ, त्यो गार्डन छिर्न प्रयास गरौँ ल। यहाँको मेट्रो चाहिँ यस्तो हुने रहेछ। मलाई चाहिँ यसमा चढ्न मन छ कि, अहिले प्लान गर्नु पर्ला यसमा चढ्नलाई के गर्नुपर्छ होइन। एकचोटि यसको पनि राइड लिनु पर्ला। आज आकाश यस्तो राम्रोसँग खोलेको छ, हेर्नु कस्तो राम्रो भ्यू देखिरहेको छ। अनि हेर्नु यो बिल्डिङ कति राम्रो छ, यो माथिको बिल्डिङ हेर्नु न। अब चाहिँ मेरो यहाँबाट 100-150 मिटर मात्रै अगाडि छ, म आइसकेँ। यतातिर पार्क हेर्नु कति राम्रो पार्क छ, टक्क बस्ने खाने राम्रो बिल्डिङ रहेछ। यो ऐनाको बिल्डिङ रहेछ है, साह्रै राम्रो लाग्यो मलाई चाहिँ यो बिल्डिङ चाहिँ। म चाहिँ अहिले यो ठाउँमा छु। अनि यो चाहिँ कोर्ट भनेर लेखिरहेको छ होइन, अब यो के को कोर्ट हो के हो होइन थाहा छैन मलाई। पक्कै पनि यो अदालत हो कि जस्तो लाग्छ यहाँको चाहिँ। यहाँ म्युजियम छ होइन, देख्नु भयो होला। यहाँबाट चाहिँ भित्र जान पाइयो। ओके थ्याङ्क यू। यस्तो सिडी चढेर जाने रहेछ। अनि यहाँ चाहिँ लिफ्टको पनि व्यवस्था रहेछ होइन, म चाहिँ सिडी नै चढ्ने प्लान गरेँ। अनि बित्तिकै एउटा बवाल कुरा देखेको मैले। ल हेर्नु डाइनोसर।
गुगलमा रिभ्यू देखेँ जति चाहिँ मैले भेटिनँ होइन। अब यो माथिल्लो फ्लोरमा पनि छैन, यता पनि छैन भनेपछि त अब जाने चाहिँ कहाँ हो भन्ने कुरा हो कि मैले भेट्दै भेटिनँ कि यो ठाउँमा। सबै कुरा देख्दै देखिनँ, त्यो भएर सोध्न मन लागिरहेको छ मलाई यहाँको कोही स्टाफलाई या कसैलाई। कुनै दिन सो पिस गर्नु मात्रै राखेको रहेछ कि यहाँ चाहिँ। अहिले चाहिँ फेरि ब्याक टु जहाँदेखि लिएर आयो त्यहीँ ल राखिसकेको रहेछ। गुगलमा फोटो चाहिँ धेरै रहेछ। अनि त्यो चाहिँ 2029 भन्दा अगाडि चाहिँ फेरि आउँदैन रहेछ कि यहाँ चाहिँ। 19को चाहिँ रहेछ भनेपछि 10 वर्षमा राख्ने रहेछ कि तिनीहरूले चाहिँ। मैले सबै देख्न नपाएँ नि, केही कुरा देखेँ, हजुरहरूलाई देखाएँ, कस्तो लाग्यो कमेन्ट गर्नु होला। अनि मैले के कुरा देख्न पाइनँ, मैले गुगलमा के रिसर्च गरेको थिएँ भन्ने कुरा चाहिँ मैले यहाँ साइडमा एउटा फोटो राखिदिउँला त्यसको चाहिँ। अनि यो सबै कुरा चाहिँ हेर्न पाउँछु भन्ने आशमा आइरहेको थिएँ म चाहिँ। अनि त्यहाँको एउटा स्टाफ सरलाई सोधेको चाहिँ यो चाहिँ 2019को फोटो हो, 2029 भन्दा अगाडि चाहिँ यहाँ हुँदैन, त्यसपछि मात्रै हुन्छ। कुनै दिनमा कुनै विकमा मात्रै यहाँ ल्याएर म्युजियममा सो गरेको थियो। अहिले चाहिँ फेरि त्यो चाहिँ ब्याक टु जहाँबाट आएको त्यहीँ गइसक्यो भन्नुभयो। अनि अरू धेरै क्वेसन गर्न चाहिनँ मैले चाहिँ। यतातिरको रेस्टुरेन्ट क्या राम्रो राम्रो रेस्टुरेन्टहरू छ कि हेर्नु न। मलाई थोरै टाइम पनि छ अनि थोरै फ्री पनि छु। म यतातिरको सिटी यसो घुमिरहेको छु, सिटीमा के छ कस्तो हो हजुरहरूलाई देखाइरहेको छु। क्राइसिस बोटानिक गार्डन हो कि के गार्डन चाहिँ छ, मैले यसो म्यापमा हेरेको थिएँ होइन। अहिले त म्याप चेक गरेको छैन। त्यतातिर जान्छु, एकछिन घुम्छु, त्यो गार्डन पनि एक्सप्लोर गर्न खोजिरहेको छु मैले चाहिँ। अनि यस्तो राम्रो ठाउँ छ कि हेर्नु टक्क बस्नलाई। ऊ त्यो बिचमा हेर्नु कस्तो मान्छे उभिया जस्तो बनाइदिएको कि। हार्ले डेभिडसन यहाँ छ, सुजुकी जिक्सरको 650को चाहिँ यहाँ छ। साह्रै राम्रो राम्रो बाइकहरू छ यहाँ चाहिँ। आज सिटीतिर आएको मैले बाइकहरू धेरै देखेँ क्या। यो चाहिँ कावासाकी दुइटा निन्जा त्यहाँ छ, कावासाकी निन्जा चाहिँ यहाँ छ। म चाहिँ अहिले ठ्याक्क सेन्टरमा छु। यो चाहिँ अब नयाँ बिल्डिङ बनाउँदै रहेछ म्युजियमको लागि चाहिँ। क्राइसिस बोटानिक गार्डन आइसकेको छु। यतातिरको बिल्डिङ पनि कति राम्रो बिल्डिङहरू रहेछ है। ल पानीको छिरा चाहिँ आइसकेको छ है ममा। यो पानीको छिरा चाहिँ हो हुई मलाई स्वागत, कति मजाले स्वागत गर्यो यसले। म भर्खर छिर्ने पनि यसले मलाई स्वागत गरे, कति राम्रोसँग पानी। Where are you from? I'm from Nepal. Yeah. Okay. राम्रो छ राम्रो। म फेरि अर्को गेटबाट भित्र छिर्दैछु। अहिलेको गेटबाट झुकेर बाहिर गएछु अनि फेरि अब अर्को गेटबाट छिर्दैछु। यो गार्डन चाहिँ साह्रै राम्रो रहेछ। साथीहरूसँग यसो फ्री भएको बेलामा टक्क यहाँ आएर खानेकुरा आफै घरमा बनाएर आएर चिल हान्नुपर्ने जस्तो ठाउँ रहेछ यो चाहिँ। कुहिरीहरूले छोराछोरीलाई ल्याएर टाइम पास गराउने खेल्ने ठाउँ रहेछ। गहिरो पनि रहन्छ,
टक्क गएर खुट्टा भिजाएर बस्नु चाहिँ मजा होला जस्तो छ। यतातिर चाहिँ खेल्ने कुरा छ, मजाले खेल्ने कुरा छ। सानो नानु बाबुको लागि चाहिँ यसो मुड फ्रेस हुने, एक्सर्साइज पनि हुने। यो टक्क लाएर होइन यता गएको छ, अनि यो फेरि यताबाट घुमेर फेरि त्यतातिरबाट उता पल्लो पल्लो साइडबाट घुमेर फेरि टक्क घुम्दै 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 फेरि यहीँ आएको छ पानी चाहिँ। क्राइसिस गार्डन पहिला भित्र जाउँ त के रहेछ यो भित्र चाहिँ। यस्तो राम्रोसँग प्लान्टहरू आइरहेको छ। यो भोलिन्टियर चाहिँ गर्नु मिल्ने रहेछ नि त। मलाई नि एक्चुअली यो भोलिन्टियर चाहिँ गर्नु मन थियो कि क्राइसिसमा। अनि हाम्रो रेड क्रसमा त मैले एप्लाई गरेको थिएँ। 3 महिनाभन्दा चाहिँ सानो टाइमको लागि चाहिँ नमिल्ने रहेछ कि। टक्क यस्तो भनेर राखिरहेको छ। राम्रो छ नि, यस्तो राम्रो हो। यो ठाउँ पनि हेरिसकेँ मैले। यो भित्र चाहिँ के रहेछ भन्ने कुरा हो। म यो पनि गइसकेँ। म झुक्केर धन्न बाहिर गइन्छु कि साह्रै कुरा मिस गर्नु रहेछ म यहाँ बाहिर गएको भए चाहिँ। अब अर्को फेरि हाउस छ यहाँ, यो हाउसभित्र छिरौँ होइन। ओके नाइस। यो पनि अर्कै ठाउँमा आए जस्तो फिल हुने रहेछ। चिसो चिसोमा पाइने कुरा रहेछ यहाँ चाहिँ। सब कुरा चिसोमा राखिरहेको रहेछ कि। यो चाहिँ अलिक चिसोमा पाइने कुरालाई यस्तो नेचर उस्तै बनाएर हेर्नु, यहाँ टक्क बनाएको छ। कस्तो डिजाइन निकालेको छ हेर्नु। यो पनि राम्रो लाग्यो मलाई चाहिँ। अझ एक्सप्लोर गर्छु, जति भेट्छु मैले आज त्यति एक्सप्लोर गर्ने सोचमा छु कि। यो साइड भइसक्यो। अब मलाई चाहिँ उयो पल्लोमा जानु छ मलाई, त्यसमा जान्छु। अब म यो भिजिटर सेन्टरभित्र जाँदैछु टक्क लाएर होइन। अब म चाहिँ यो भित्र छिर्दैछु। यो भित्र के छ हेरौँ है पहिला। कस्तो कस्तो राम्रो मगहरू छ हेर्नु। किरा फैलाएको छ यहाँभित्र चाहिँ। यहाँ चाहिँ क्याफे रेस्टुरेन्ट रहेछ। ओके म निस्किसकेँ त्यहाँबाट। बिजनेस पनि चलिरहेको छ, रेस्टुरेन्ट पनि चलाइरहेको छ कि। यस्तो राम्रो रहेछ यो पनि। टक्क बाहिर बस्नु मन लाग्छ, यतातिर बाहिर बस्ने ठाउँ छ। यो चाहिँ के हो भन्ने कुरालाई चाहिँ यसको मेन गेट चाहिँ उता पल्लो साइडतिर छ। यो भित्रको चाहिँ हेर्नु न प्लान्टहरू रहेछ। अब यसको चाहिँ ढोका खुलेको छैन। यो भित्रकोमा चाहिँ जान नमिल्ने रहेछ कि। तर एकचोटि भिजिट गर्न मन लागिरहेको थियो मलाई। डोर अर्कैतिरबाट छ कि के हो मैले मेसो पाइनँ। ठिकै छ अहिलेको लागि चाहिँ होइन। जियोस्, मैले जति सक्दो देखाउन खोजिरहेको छु यहाँ चाहिँ। यो पार्क चाहिँ साह्रै राम्रो रहेछ। म पनि पहिलोचोटि आएको, त्यति राम्रो लोकेसन सबै कुरा एक्सप्लोर गर्न सकिरहेको छैन। आफै खोजिरहेको छु, आफै गइरहेको छु। त्यही भएर पनि होला सायद 3 साढे 3 भइसक्यो। अब धेरै ढिलो गर्नुभएको छैन मलाई। अझै पनि मैले यहाँ बोटिङ गर्न मिल्ने ठाउँ भेटिनँ कि। सबै कुरा एक्सप्लोर गर्दाखेरि चाहिँ बोटिङ गर्न मिल्ने ठाउँ कहाँबाट हो के भयो, हाई बोटिङ गर्न मिल्ने कहाँबाट हो के बाटो थाहा भएन मलाई चाहिँ। अब म चाहिँ अघि
जहाँबाट स्टार्ट गरेको थिएँ त्यहीँ आएको छु। अब यहाँ धेरै टाइम बस्दिनँ म चाहिँ होइन, चिडिक्क परेर परि रूपमा हिँड्नु भएको छ। अब केही भन्न त मिलेन। ओके, फेरि म यो ठाउँमा आएको छु अनि साह्रै राम्रो लाग्यो मलाई चाहिँ, राम्रो लाग्यो मलाई। अनि आजको भिडियो के कस्तो लाग्यो त्यो पनि कमेन्ट गर्नु होला। अब यो पछि अर्को नेक्स्ट प्लान बी मैले कहाँ गरौँ त्यो पनि कुनै सजेस्ट गर्न मिल्छ भने क्राइसिस नजिकै राम्रो एक्सप्लोर गर्न मिल्ने ठाउँ, अझ मलाई विशेष गरी हाइकिङ जान मिल्ने ठाउँ कुनै छ भने चाहिँ सजेस्ट गर्नु होला सबैजनालाई। अब म यहाँबाट निस्किन लाग्यो, अब टाइम पनि धेरै छैन मेरो लागि अनि ढिलो पनि गर्नुभएको छैन। अब यहाँ चाहिँ टक्क एक दिन चाहिँ दिउँसोभरि आएर चाहिँ मजाले आरामले बस्ने ठाउँ जस्तो लाग्यो मलाई चाहिँ यो चाहिँ होइन। त्यही भएर चाहिँ अब यहाँबाट निस्किँदैछु म। भिडियो पनि लामो भइसक्यो अनि मलाई नै अल्छी लाग्नु लागिसक्यो क्या। अब मलाई यहाँबाट 2टा बस चेन्ज गरेर बल्ल घरमा पुग्छु म चाहिँ, त्यो भएर धेरै ढिलो पनि गर्नुभएको छैन। ओके, आजको लागि भिडियो यति नै भयो। के कस्तो लाग्यो तपाईँलाई कमेन्ट गर्नु होला। च्यानलमा नयाँ हुन्छ भने चाहिँ सपोर्ट गर्नु होला, माया गर्नु होला। अब चाहिँ म बस खोज्छु, बस कुर्छु अनि बस चढेर घर जान्छु। अर्को भिडियोमा छिट्टै भेटौँला है त। अहिलेको लागि बाई बाई। म चाहिँ होइन घर जानलाई रेडी भइसकेको थिएँ, बोटिङ गर्न मिल्ने यहाँबाट रहेछ क्या यार। फेरि अर्को कुनै दिन आयो भने चाहिँ बोटिङ अवश्य गर्नेवाला छु। धेरै आइटम रहेछ हेर्नु बोटिङ गर्न मिल्ने टक्क।